मध्य प्रदेशको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर 4 सपेहीका आनन्द शाहको परिवारलाई 5 लाख रुपैयाँ मध्य प्रदेश सरकारले उपलब्ध गराउने भएको छ। पारिवारिक कारणले भारतमा रहेका मुख्यमन्त्री सरोज कुमार यादव फर्किल लगतै मंगलबार मृतक शाहको परिवारलाई 5 लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्। मुख्यमन्त्री यादव मंगलबार जनकपुरधाम फर्केका छन्। यादवले जारी गरेको विज्ञप्तिमा इजरायलमा लर्न एन्ड अर्नका लागि गएका शाह समेत 10 जना नेपालीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्। इजरायल पुगेको 26 दिनमा नै प्यालेस्टाइनी आक्रमणमा परि ज्यान गुमाएका शाहको आत्माको चिर शान्तिका लागि कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना मुख्यमन्त्री यादवले प्रकट गरेका छन्। असह्य पीडाको घडीमा प्रदेश सरकारको सहानुभूति र सद्भाव शाह परिवारसित रहेको उनले जनाएका छन्। कृषि क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउन शाहको अध्ययनले महत्वपूर्ण योगदान पुग्ने थियो। कृषि विज्ञ बन्ने उनको सपना अधुरो रहँदा मध्य प्रदेशलाई अपूरणीय क्षति भएको यादवले विज्ञप्तिमा उल्लेख गराएका छन्। इजरायलबाट शव चाँडो ल्याउन संघीय सरकारसित पहल गर्ने उल्लेख गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले भने, इजरायलमा रहेका अन्य नेपालीहरूको चाहना अनुसार सरकारले स्वदेश फिर्ताका लागि ठोस पहल गर्नु आवश्यक छ।